हजुर राजकुमारी कुलु हजुर हजुर अहिले हजुरले के गर्दै हुनुहुन्छ यो के भन्दै हुनुहुन्छ कि के गर्दै हुनुहुन्छ यो अहिले तान बुनिरहेको हो अब हजुर अनि यो के रे तान बन्नु थाल्नु कति दिन भयो अझै 14 दिन हुन्छ आज 14 दिन कति भयो हजुरले यसरी यो तान बन्न थाल्नु भएको या सिक्नु भएको कति समय हो अब 15 दिन हुन्छ 15 दिन आएर अनि यो धागो यताउता नि बनायो अनि तानमा लाग्यो अब 15 दिन सुरु भएको चाहिँ अब 14 दिन हुन्छ भोलि 15 दिन हुन्छ हजुर आज चाहिँ 14 दिन हुन्छ पहिले पनि बन्नु हुन्थ्यो कि यसपाला मात्रै यसपाला मात्रै यहाँ सिक्नु आएको तालिममा आएको योभन्दा अगाडि चाहिँ बन्नु हुन्थेन हजुर बुनेको थिएन यसपालि मात्रै सुरु बुन्नु आएको यहाँ तालिम सिक्नु आएको कस्तो हुँदो रहेछ यो चाहिँ पुर्ख्यौली पेसा हो नि है पुर्ख्यौली सिप हो नि यो हजुर पहिलाको यो सिपी अब पहिला चाहिँ अब यो हराउनु लागेको अब फेरि अनि खोजेर यो अब फेरि बुन्नु लागेको हजुर अहिले हजुर यो बुनिराख्नु भएको चाहिँ खास के हो कस्तो लुगा हो के लुगा हो यो केटीले लाउने उदो गुने हो हजुर हजुर फरिया जस्तो गिदियो लुङ्गी याप उदो लाउने अनि उभो लाउने चाहिँ फेङ्गा बनिन्छ त्यो अर्कै यो ओल्लोको बुनेको जस्तो उभो लाउने चाहिँ हुन्छ फेरि केटाले लाउने कोट कपडा दौरा सुरुवाल अर्कै हुन्छ सादामा यो चाहिँ अनि बुटा यो रङ लगाएको चाहिँ केटीले लाउने यस्तो चाहिँ केटाले लाउने चाहिँ यस्तो सेतो मात्रै हुन्छ दौरा सुरुवाल कोट कपडा पनि हुन्छ यस्तो लगाएको चाहिँ केटीले लुगी लाउने यस्तो चाहिँ उभो लाउने चाहिँ फेङ्गा हुन्छ त्यो ओल्लोको फेङ्गा उभो लाउने चाहिँ फेङ्गा त्यो फेरि अर्कै हुन्छ तपाईलाई यस्तो यो शैली सिक्न अवसर पाउनुभयो पहिला पनि म यस्तो चाहिँ सिक्न मन लाग्छ कता सिक्ने के भन्ने हुन्थ्यो कि हुँदैन हजुरलाई अनि त्यस्तो त मन छ अनि गाउँघरमा बस्छु अनि अचेल बच्चा बच्ची बनेको अनि स्कुलमा घरमा काम अनि गर्ने छैन बस्तु काम गर्दा अनि सिक्नु पनि अलिक गाह्रै छ अचेल पनि अनि बस्तु छ त्यतातिर अनि अहिले बस्तु के धन्दा गरेर आएको अनि घरमा अनि बुढाबुढी त छ एकजना बुढा बनेको अनि काममा टेकिन बोक्नु जान्छ आउँछ अनि सिजनमा जान्छ आउँछ अहिले चाहिँ बस्तु चाहिँ बुढाले हेर्छ म चाहिँ यहाँ तान अनि बुन्नु सिक्नु आएको अनि यस्तो तालिम आउँदा पनि अनि बस्तु अनि मान्छे अनि यताउता अरूले हेरिदिने पनि छैन त्यही भएर यसपालि मात्रै आएको यसरी तालिम पाउनु भएको छ कुन संस्थाबाट तालिम लिनुभयो हजुरले खै त्यो संस्था त म पनि थाहै थिएन हामी त दोस्रो चौथी आएको पहिला आउनेलाई त त्यस संस्था थियो अनि भनेर सिकाउनु भयो होला हामीले त खै सिकाएको छैन तालिम आछ भनेर मात्रै सिक्न आउनु हजुर अनि पहिलाको त कति 1 महिनाको दिनुभयो हिजो अस्ति अनि सबै सकेर जानुभयो हामी त भर्खरै यतिजना त दोस्रो लौट आएको आज 14 दिन मात्रै हुन्छ हामीहरू त यो तालिम दिनुभएको तालिम लिनु पाउनु भएको छ खुसी हुनुहुन्छ नि खुसी त धेरै खुसी छ खै यता गाउँघरको कामले गर्दा बस्तु बाउले गर्दा अलिक गाह्रै छ भोलिपर्सि अब के छ हजुरको चाहिँ अब यो तालिम सिकिसकेपछि भोलिपर्सि चाहिँ यो पेसालाई यो कामलाई चाहिँ फेरि चाहिँ भोलिपर्सि यसैलाई चाहिँ निरन्तरता दिएर के अरे आमदानी गर्छु भन्ने सोच छ कि के छ हजुरको त्यस्तो आमदानी भन्दा पनि यस्तो बुने भने अब यता रीतिरिवाज अनि चलन चल्तीमा पनि खोज्दैछ आफूले बुने भने नि लाउनु पनि मिल्नु त मिल्छ खासै पाउँदिन जस्तो छ अनि समयले अनि मिल्दैन अनि केटाकेटी पनि मेरो 3 जना छ एकजना नानीले यस्तो बुनेको मन पर्छ मम्मी भन्छ बुन्नु पाए पो अनि तिमीले बस्तु हेरे पो अनि मैले बुन्छु स्कुल मात्रै कुदिरहन्छ बिहान बेलुका पनि होमवर्क मात्रै बन्छ कसरी मैले बुन्नु भन्दैछु अब मन चाहिँ छ बुन्नु मन त धेरै छ पाउनु पाउँदैन अनि
अनि गाउँघरमा काम अलिक नगरे पनि हुँदैन अनि वस्तु भाउ फेरि काम गरेपछि अनि अलिअलि वस्तु नपाली पनि मल हुँदैन त्यही भएर गाह्रै छ यो सिप सिक्नु पनि गाह्रै छ। अहिले पछिल्लो समय त जस्तो तपाईँको बच्चाले बोल्नु नभन्नु कति वर्षको बच्चा बच्चा सबभन्दा सानो नै 11 वर्ष छ अनि ठुलो त काठमाडौँमा 12 मा पढ्दैछ अनि 20 को चाहिँ 9 मा छ। अब 2 भाइ 1 बहिनी छ छोराछोरी। अब आफू पनि अब बुढी भइसके अब यताउता धेरै घुम्नु पनि अब सक्दिनँ त्यही भएर अनि सिक्नु त यस्तो सिप त छ मन त अनि सिक्नु मन हुँदा पनि अलिक गाह्रै छ। पछिल्लो समय त कुरा गर्नुभयो पछिल्लो समय त बच्चा बच्चीहरू भर्खर आएको यङ होइन केटाकेटीहरूले अहिले यङहरूले त यो यस्तो कुराहरूलाई त वास्ता गर्दैनन् होइन। हजुर हजुर मन पराए पनि वास्ता गर्दैनन्। के भन्नुहुन्छ उहाँहरूलाई यस्तो सिपहरू सिक्नुपर्छ भन्नुहुन्छ के छ खै आजकलको त त्यस्ता छोराछोरीको त के कुरै छैन अनि उनीहरूको बिहान बेलुका पढ्नुको कुरा मात्रै गर्छ अनि आफूले पढे पो होमवर्क अनि लेख भन्छु अनि होमवर्क छ भन्छ लेख्छ कि लेख्दैन हेर्नु पनि जान्दिनँ अनि म त काममा हिँडिहाल्छु बिहान पनि छोडिहाल्छु खै बेलुका आउँछ रात परिहाल्छ अनि होमवर्क लेख्छु आमा भन्छ अनि पढ्छ भने अनि हुन्छ भनेर छोडिराख्छु होमवर्क पनि लेख्छ कि लेख्दैन के कामै अनि आफूले हेर्नु जाने पो लेख्दै रहेछ छोराछोरीले भन्नु मन छ हेर्नु नै जान्दिनँ आफूले पढे पो पहिला त्यही भएर गाह्रै छ घरमा पनि बच्चाहरू पनि अनि फेरि के अनि दिन अनि पढ्नु त जानुहुन्छ अनि खै पढेको भन्दा त अनि बाउ आमाले पढेको भए पो होमवर्क अलिक नजानेको पनि सिकाउनुहुन्छ के पढ भनेको हुन्छ भन्छ त्यो सबभन्दा सानोले त आफूले अनि पढ्नु जाने पो सिकाउनु। अब तालिम दिने संस्थालाई के भन्नुहुन्छ यसरी तालिम सिकाएर एउटा सिप सिक्ने अवसर पाउनु भएको तपाईँहरूले के भन्नुहुन्छ संस्थालाई यो सिप तालिम सञ्चालन गर्ने तपाईँहरूले तालिम प्रदान गर्ने संस्थालाई के भन्नुहुन्छ? खै हामीले त खै के भन्छ त्यो त म त भन्नु पनि जान्दिनँ त्यो त धन्यवाद नमस्कार त भन्छ त्यो त अनि नेपाली भाषा भने पो हाम्रो राई भाषाबाट त बोल्नु आइहाल्छ नेपाली भाषाबाट अनि बोल्नु आए पो आफ्नो भाषाबाट सबै बोल्नु आउँछ। maka olonu namaskar on talim pi kani olonu te भन्छ नि हाम्रो भाषाबाट त नेपाली भाषा के भन्नु बोल्नु आए पो भन्नु जाने पो भन्नु। धन्यवाद मम्मी समय दिनुभयो। ल